कल्पना गर्नुहोस्, आजभन्दा 5 वर्षपछि तपाईँ बिउजिनुभयो। तपाईँ उही पुरानै जागिरमा हुनुहुन्छ, उस्तै बहानाहरू बनाउँदै हुनुहुन्छ, उस्तै जीवन बाँचिरहनु भएको छ। यसको कारण तपाईँमा प्रतिभाको कमी हुनु होइन, न त तपाईँमा बुद्धिको कमी हुनु हो, बरु यसको कारण ती केही साना बानीहरू हुन् जसलाई तपाईँले हरेक दिन दोहोर्याइरहनु भयो। सत्य कुरा के हो भने औसत जीवन रातारात बन्दैन, यो एक गर्दै लिइने साना निर्णयहरूबाट बन्छ। आज हामी ती 7 बानीहरूबारे बताउँदैछौँ जसले चुपचाप 99% मानिसहरूलाई औसत स्तरमै सीमित राखिरहेका हुन्छन्। र यदि तपाईँले तीमध्ये एउटा मात्र बानी पनि आफूमा पाउनुभयो भने आजैदेखि आफ्नो भविष्य बदल्न सुरु गर्न सक्नुहुन्छ। सुरु गरौँ। एकजना युवाले सफल हुने सपना देखे। उसले किताबहरू किने, प्रेरक भिडियोहरू हेरे, हरेक नयाँ वर्षमा महत्वाकांक्षी योजनाहरू बनाउँथ्यो। केही दिनको लागि उसले रोक्न नसकिने महसुस गर्थ्यो। ऊ सुत्यो। केवल 5 मिनेटको लागि सामाजिक सञ्जाल जाँच गर्यो। महत्त्वपूर्ण काम भोलिसम्म ढिलाइ गर्यो। हप्ता, महिनाहरू बिते, महिना, वर्षहरू बिते। एक दिन उसले केही पीडादायी महसुस गर्यो। उसको सबैभन्दा ठूलो शत्रु दुर्भाग्य थिएन, त्यो उसले हरेक दिन दोहोर्याउने बानी थियो। डरलाग्दो वास्तविकता, धेरैजसो मानिसहरूले यी बानीहरूलाई कहिल्यै याद गर्दैनन्, किनभने तिनीहरू सामान्य महसुस गर्छन्। तिनीहरूलाई उजागर गरौँ। बानी नम्बर 1, उत्प्रेरित नभएसम्म पर्खनु। धेरैजसो मानिसहरू सोच्छन् कि प्रेरणा पहिले आउँछ। कामले प्रेरणा सिर्जना गर्दछ, अर्को तरिकाले होइन। सफल व्यक्तिहरू प्रेरणा महसुस नभएसम्म पर्खदैनन्। तिनीहरू जे भए पनि सुरु गर्छन्। गतिशीलता आन्दोलनद्वारा निर्माण हुन्छ। बानी नम्बर 2, अटो पाइलटमा बाँच्नु। उठ्नुहोस्, आफ्नो फोन स्क्रोल गर्नुहोस्, काममा जानुहोस्, घर आउनुहोस्, भिडियोहरू हेर्नुहोस्, सुत्नुहोस्, दोहोर्याउनुहोस्। यदि हरेक दिन हिजो जस्तै देखिन्छ भने तपाईँको भविष्य पनि सधैँ उस्तै हुनेछ। विकास त्यस क्षणबाट सुरु हुन्छ जब तपाईँ आफ्नो समयसँग जानकार हुनुहुन्छ। बानी नम्बर 3, वृद्धिभन्दा आराम छनौट गर्नु। आराम सुरक्षित महसुस हुन्छ, तर आराम बिस्तारै जेल बन्छ। हरेक कठिन कुराकानी, हरेक चुनौतीपूर्ण कसरत, हरेक नयाँ सिप, तिनीहरू असहज हुन्छन् र त्यसैले नै तिनीहरूले वृद्धि सिर्जना गर्छन्। बानी नम्बर 4, आफूलाई अरूसँग तुलना गर्नु। सामाजिक सञ्जालले अरू सबैको जीवनलाई उत्तम देखाउँछ, तर तुलनाले आत्मविश्वास चोर्छ। तपाईले प्रतिस्पर्धा गर्नुपर्ने एक मात्र व्यक्ति के तपाईँ हिजो हुनुहुन्थ्यो? प्रगति पूर्णता होइन, जीवन परिवर्तन गर्ने कुरा हो। बानी नम्बर 5, हरेक शान्त क्षणलाई विचलित पार्ने औसत व्यक्ति अल्छी महसुस गर्दा आफ्नो फोनमा पुग्छ, तर अल्छी शत्रु होइन। प्राय तपाईको उत्तम विचारहरू त्यहीबाट सुरु हुन्छन्। यदि तपाईको दिमाग कहिल्यै मौन हुँदैन भने यसले कहिल्यै स्पष्टता पाउँदैन। गहिरो सोचका क्षणहरूलाई सुरक्षित गर्नुहोस्। बानी नम्बर 6, परिस्थितिलाई दोष दिनु। सफल मानिसहरू सोच्छन् म के नियन्त्रण गर्न सक्छु। औसत मानिसहरू सोच्छन् मलाई किन यस्तो भइरहेको छ। मौसम, अर्थतन्त्र, अरू मानिसहरू। तपाईँ तिनीहरूलाई नियन्त्रण गर्न सक्नुहुन्न। तपाईको मनोवृत्ति, तपाईको प्रयास, तपाईको बानी, ती सधैँ तपाईको छनौटको लागि हुन्। बानी नम्बर 7, साना दैनिक सुधारहरूलाई बेवास्ता गर्ने। धेरैजसो मानिसहरूले साना कार्यहरूलाई कम आकलन गर्छन्। 10 पृष्ठ पढ्ने, 20 मिनेट हिँड्ने, एउटा नयाँ सिप सिक्ने, थोरै पैसा बचत गर्ने। एक दिनले तपाईको जीवन परिवर्तन गर्दैन, तर हजारौं सामान्य दिनहरूले गर्छन्। सफलता बिरलै एउटा ठूलो छलाङ हो। यो हजारौं साना जितहरू एकसाथ जम्मा गरिएको छ। अन्तमा यहाँ राम्रो खबर छ। तपाईले आज सबै कुरा ठिक गर्नु आवश्यक छैन। केवल एउटा बानी छान्नुहोस्। यसलाई एउटा राम्रो निर्णयले बदल्नुहोस्। त्यसपछि भोलि दोहोर्याउनुहोस्, किनभने तपाईको भविष्य तपाईले एक पटक गरेको कामले बन्दैन, यो तपाईले निरन्तर गर्ने कामले बन्छ। त्यसैले यहाँ तपाईको लागि मेरो प्रश्न छ, यी 7 बानीहरूमध्ये कुन तपाईँ छोड्न तयार हुनुहुन्छ?
टिप्पणीहरूमा आफ्नो उत्तर लेख्नुहोस्। आज नै तपाईँ पनि आफ्नो जीवन परिवर्तन गर्ने निर्णय गर्न सक्नुहुन्छ।